नमस्कार सबैजनामा, मेरो नाम मनिषा चन्द। म चाहिँ तपाईहरु माझमा आज एउटा नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। माया गरिदिनु होला। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। मेरो भिडियोमा चाहिँ कानुन सम्बन्धी जिज्ञासाको बारेमा चाहिँ हुनेछ। आज चाहिँ मैले एउटा प्राइभेसी सम्बन्धी जुन चाहिँ व्यक्तिको फोटाहरू कसैले अनुमति बिना खिच्न पाइन्छ कि पाइँदैन भन्ने सन्दर्भ रहेको छ, त्यसको बारेमा चाहिँ भन्न गइरहेको छु। ध्यान दिएर सुन्नु होला। ओके। मुलुकी अपराध संहिता 2074 को दफा चाहिँ 295 मा अनुमति बिना कुनै पनि व्यक्तिको तस्बिर खिच्न अथवा तस्बिरको जुन स्वरूप बिगार्दिन पाइँदैन। अहिले कस्तो छ भन्दाखेरि कुनै पनि व्यक्तिको तस्बिर खिचिहाल्ने अनुमति बिना, अनि अर्को कुरा चाहिँ अर्को तस्बिर जोडिदिने, बिगार्दिने, एआई भन्ने त्यस्तो प्रवृत्ति चाहिँ एकदम बढ्दो रहेको छ। त्योबाट तपाईहरु सचेत हुनु होला भनेर चाहिँ मैले एउटा भिडियो तपाईहरु माझमा ल्याएको छु। सर्वप्रथम त कसैले कुनै व्यक्तिको अनुमति बिना निजको तस्बिर खिच्न निजको तस्बिरसँग अरु कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन। यदि त्यसो बनाएपछि के हुन्छ त? के हुन्छ भनेपछि त्यस्तो तस्बिर बनाएमा निजलाई के हुन्छ भन्दाखेरि 1 वर्षसम्म कैद, 10,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। अब यो त थाहा पाउनु भयो नि, कसैको तस्बिर खिच्न पाइँदैन अथवा कसैको तस्बिरलाई चाहिँ जोडेर त्यसो चाहिँ स्वरूप बिगार्न पाइँदैन भन्ने कुरा त तपाईहरुलाई थाहा भयो होला। अब चाहिँ म के भन्छु भन्दाखेरि अनुमति बिना एकको तस्बिर अरूलाई दिन वा बिक्री गर्न नहुने। कसैले पनि जस्तो चाहिँ अहिले मिडिया सम्बन्धी कानुन त बनेको छैन, मुलुकी अपराध संहिता अन्तर्गत नै कारबाही गर्ने गरिएको छ। आवश्यक छ मिडिया कानुनको, तर पनि अहिले के गर्ने गरिएको छ भन्दाखेरि भिडियोहरू एउटा भिडियो आएपछि शेयर गर्ने, अर्को ठाउँमा शेयर गर्ने, अर्को ठाउँमा शेयर गर्दा गर्दै त्यो चाहिँ नेगेटिभ अपवाह फैलाउने, समाजलाई चाहिँ बाँड्ने त्यस्तो प्रकृतिको कामहरू भइरहेको छ। त्यस्तै अनुमति बिना एकको तस्बिर चाहिँ अरूलाई दिने अथवा बिक्री गर्ने पनि कुरा त्यही हो। कसैको तस्बिर आउँछ, कसैलाई चाहिँ एकदम मजाक गर्न मन लाग्छ अथवा के गर्न मन लाग्छ, लगेर अरूहरूलाई शेयर गरिदिन्छन्। तर यसो गर्नुहुन्न है। यसो गरेमा के हुन्छ त? मुलुकी अपराध संहिता 2074 को दफा 295 मा चाहिँ व्यवस्था गरेको छ। यसलाई चाहिँ के हुन्छ भन्दाखेरि यस्तो गर्ने व्यक्तिहरू जो कोहीलाई पनि गर्ने अथवा गराउने व्यक्तिहरू जुन मदियार हुन्छ नि, उक्साउने मान्छे हुन्छन्, त्यसलाई पनि 3 वर्षसम्म कैद वा 30,000 रुपैयाँसम्म जरिवाना अथवा दुवै हुन सक्छ। बुझ्नुभयो त? 3 वर्षसम्म कैद, 30,000 रुपैयाँ जरिवाना अथवा दुवैबाट बच्नको लागि के गर्नु पर्यो त भन्दाखेरि अर्काको तस्बिरहरूलाई चाहिँ बिक्री गर्ने अथवा शेयर गर्ने, अर्कोलाई पठाउने, दिने यस्तो काम गर्नु हुँदैन। तस्बिरहरू खिच्ने, स्वरूपहरू बिगार्दिने यस्तो काम पनि गर्नु हुँदैन भनेर चाहिँ तपाईँ हामीले कतिमा पऱ्यौँ त? 295 दफामा रहेको छ। 2 वर्षसम्म कैद। आजलाई भने मैले यति नै जानकारी दिएँ। तपाईहरु केही मनिषा केही कानुन सम्बन्धी जिज्ञासा छ भने आउनु होला, कमेन्ट बक्समा लेख्नु होला। आजलाई यति नै। हस्त, धन्यवाद।